Good morning you all from राष्ट्रिय आविष्कार केन्द्र नेशनल इनोभेसन सेन्टर। यो चाहिँ वीरगञ्जमा रहेको कृषि औजार कारखानामा अवस्थित राष्ट्रिय आविष्कार केन्द्र हो। राष्ट्रिय आविष्कार केन्द्र अहिले यो कृषि औजार कारखाना लिमिटेड वीरगञ्जमा रहेको छ। यो पुरानो मेसिनहरू राष्ट्रिय आविष्कार केन्द्रले यहाँ चाहिँ कृषि औजार केन्द्रमा रहेका पुरानो औजारहरू सञ्चालन गर्ने जमर्को महावीर पुनको नेतृत्वमा गरिरहेको छ। अब हामी चाहिँ यहाँभित्र इन्ट्री गर्दैछौँ। यो यहाँको मेन मुख्य प्रवेशद्वार हो। यो वाउ भेरी नाइस लन। यहाँ निकै एरिया निकै ठुलो रहेको छ। यसको लनहरू रहेको छ राम्रो। वेल अब भने हामी यहाँ राष्ट्रिय आविष्कार केन्द्रद्वारा रिसर्च एन्ड डेभलपमेन्टको क्रममा उत्पादित केही कृषि औजार सामग्रीहरूको अवलोकन गर्न गइरहेका छौँ। हामीलाई चाहिँ यहाँको इन्जिनियर साहबले एसिस्ट गर्दै हुनुहुन्छ। यहाँ यो सबै कृषि औजार सामग्रीहरू हो यहाँ उत्पादन गएको। यसबारेमा चाहिँ हाम्रो इन्जिनियर साहबले जानकारी गराउँदै हुनुहुन्छ। घाँस काट्ने के अरे पराल काट्ने त्यो कोदो काट्ने बन्दैछ बनेको छैन। अनि जस्तै यो लाइन कोर्ने भयो, यो ड्याङ बनाउने भयो होइन। त्यसपछि यो तपाईँको यस्तो माटो भाँडा बनाउने हातले घुमाउनु परेन, मोटरले चल्छ। त्यसपछि त्यो चाहिँ आलु खन्ने हो। त्यो चाहिँ पोटेटो डिगर हो। हजुर यो बनाएको थियो हाम्रो एउटा फुडको लागि बनाएको थियो। कल्टिभेटर भयो। अनि यो चाहिँ हात ट्याक्सपेटरहरू यो त खोला भन्छ त्यो त यो भने ती उत्पादित सामानहरू बनाउने ठाउँ हो। यो चाहिँ मेन ठाउँ। मेसिनहरू सबै पुरानो मेसिनहरू हो। यहाँ चाहिँ यो पुरानो मेसिनहरू विगत लामो समयदेखि बन्द अवस्थामा रहेको थियो। अहिले सबै उहाँहरूले यो चालु अवस्थामा ल्याइसक्नु भएको छ। यही सामानहरूको प्रयोग गरेर मेसिनहरू युज गरेर विभिन्न कृषि औजारहरू चाहिँ उत्पादन हुन्छ यहाँ। यो सबै चल्छ होला त सर? सबै जेस होइन हजुरहरूले त हेरिसक्नु भयो सबै होइन? सबै चाहिँ फङ्सन गर्छ होइन? यो सबै चलाउन सकिन्छ। यिनी चिजहरू अघि उत्पादन भएको चिजहरू मात्रै गर्न सकिन्छ कि अरू पनि उत्पादन हुन्छ? यो होइन, यो त मेसिन भयो। हजुर यसबाट मेसिनबाट के कुन मेसिन हो सर? यो लेजर सिएनसी लेजर सिड कटिङ मेसिन भन्छ यसलाई चाहिँ। यसबाट चाहिँ अरू मेसिनहरू बनाउने हो कि? हजुर फुल फङ्सनमा त अब आइसकेको छ अहिले नै। हजुर प्रोडक्सन हुन बाँकी छ। प्रोडक्सन हुन टाइम लाग्छ। प्रोडक्सन जेस अब प्रोडक्सनको लागि त प्राविधिक हिसाबले त सबै जेस अब क्यापेबल नै हुनुहुन्छ त्यसमा होइन? अनि प्रोडक्सनको हिसाबले गरेर अनि यसको र मेटेरियलहरू यो उत्पादन गर्नको लागि र मेटेरियल चाहिँ नेपालमै किन्ने। नेपालकै छ? नेपालमै छ? नेपालमै पाइन्छ। ट्र्याक्टर भयो त्यो सबैबाट त पहिला जङ लागि आउँला है। यहाँ त तपाईँ आउँदाखेरि तपाईँ लाग्छ। म यहीँ बसेको, यहाँभित्र कहिले आइएन। यहीँ बस्नुहुन्छ हजुर? होइन, पहिला उता बसेको थिएँ कि त्यो इजलास छ नि अहिले। इजलास हजुर? त्यतातिर थिएँ। यो सबै मेसिनहरू फङ्सन गर्छ? अहिले पनि छ कि? सबै बनाइसक्यो हामीले। बनाइसक्नु भयो? यस्तो ठुल्ठुलो मेसिन रहेछ। टेक्निकली अहिले समस्या के छ? टेक्निकल समस्या त अब यहाँ मेसिन कारखाना त केही पनि छैन।
अब त्यही हो बिस्तारै बिस्तारै मान्छेहरू अब राख्ने अब गर्ने